नयाँ ब्रान्च एड गर्न ड्यासबोर्डबाट ब्रान्च सेक्सनमा जानुहोस्। यहाँ तपाईँले सबै एक्जिस्टिङ लोकेसन्सहरू हेर्न सक्नुहुन्छ। सेटअप सुरु गर्न क्रिएट ब्रान्चमा जानुहोस्। सुरुमा ब्रान्च नेम इन्टर गर्नुहोस्। त्यसपछि चाहिँ तपाईँहरूले आफ्नो ब्रान्ड लोगो र कम्पनी क्युआर सेभ गर्न सक्नुहुन्छ। नेक्स्टमा क्लिक गर्नुभएपछि स्ट्रक्चर्ड ड्रपडाउन युज गरेर लोकेसन सेट गर्नुहोस्। कन्ट्री, प्रोभिन्स, डिस्ट्रिक्ट र म्युनिसिप्यालिटी। यसले तपाईँको ब्रान्च डेटा क्लिन र कन्सिस्टेन्ट राख्छ। नेक्स्ट स्टेप चाहिँ हाम्रो कन्ट्याक्ट डिटेल्स हो। अब ब्रान्चको कन्ट्याक्ट डिटेल्स एड गर्नुहोस्, जस्तो कि फोन नम्बर र इमेल। त्यसपछि टाइम जोन र डेट फर्मेट सेट गर्नुहोस्। यसले हरेक ब्रान्चमा रिपोर्ट्स र अपरेसनको लागि सही लोकल टाइम इन्स्योर गर्छ। फाइनली फाइनेन्सियल सेटिङ्स सेट गर्नुहोस्, जस्तो कि ट्याक्स र सर्भिस चार्जहरू। यदि अरू ब्रान्चेसभन्दा फरक छ भने सबै रेडी भइसकेपछि क्रिएट ब्रान्चमा क्लिक गर्नुहोस्। अब तपाईँको नयाँ ब्रान्च सिस्टममा लाइभ भयो।